सिराहाको लहान नगरपालिका 15 ढोड नामा अवस्थित राजदेवी पञ्चावती मन्दिरमा यस वर्ष वैशाख 18 गते चण्डी पूर्णिमाको अवसरमा भव्य मेला लाग्ने भएको छ। हरेक वर्ष झैं यस पटक पनि नेपाल र भारतका लाखौं श्रद्धालु भक्तजनहरूको उपस्थितिले मन्दिर क्षेत्र अत्यन्तै व्यस्त रहने अपेक्षा गरिएको छ। चण्डी पूर्णिमाका दिन विशेष रूपमा भाक्ल गरेका तथा माता महिमासँग जोडिएका भक्तजनहरूले पूजा आराधना गर्ने परम्परा रहँदै आएको छ। यस अवसरमा दिनभरि नै दर्शनार्थीहरूको ठूलो भिड लाग्ने गर्दछ, जसले मेलालाई धार्मिक आस्था र भक्तिभावको केन्द्र बनाउने गरेको छ। राजदेवी पञ्चावती मन्दिर संरक्षण विकास समितिले मन्दिर संरक्षण र व्यवस्थापनका लागि विभिन्न पूर्वाधार विकास कार्यहरू अघि बढाएको छ।